सिमेन्टी त सबै सिमेन्टी हो, तर मोस्टली 3 टाइपको सिमेन्टी हुन्छ। पीपीसी गोरामा लेखेको हुन्छ, पीपीसी, ओपीसी अनि पीएससी। पीपीसी भनेको पोर्टल्यान्ड पोजोलाना सिमेन्ट, फ्लाई एश बेस्ड भनिन्छ। अनि अर्को हुन्छ ओपीसी, ब्ल्याक सिमेन्ट भन्छ। 3 थरीको हुन्छ। अनि हामीले प्रयोग गर्यो बनाउनको लागि रा मटेरियल हामीलाई ल्याउनु पर्छ। यसलाई बनाउनलाई क्लिङ्कर चाहियो, जिप्सम चाहियो र फ्लाई एश चाहियो। 3टा। ओपीसी मा तपाईको जिप्सम र क्लिङ्कर यो 2टा प्रयोग हुन्छ। पीपीसी मा क्लिङ्कर, फ्लाई एश र जिप्सम प्रयोग हुन्छ। 3वटा। ओपीसी तपाईको ढलानको लागि, ढलान भयो, पुलहरूको ढलान भयो, नदीमा काम गर्नु पर्यो भने त्यसको लागि ओपीसी, जग हाल्नलाई, छत हाल्नलाई त्यसको लागि ओपीसी। अनि पीपीसी प्लास्टर गर्नको लागि अरु सबै कामको लागि पीपीसी, किनभने यो फ्लाई एश बेस्ड हुन्छ। सिमेन्टी भनेको पानी नै सिमेन्टीको सबभन्दा बढी जान हो। किनकि गाउँघरमा हाम्रो भन्छन् कि छत ढालेपछि 21 दिनसम्म खोल्नु हुँदैन अनि माथि टम्म पानी भरेर राख्नुपर्छ। किनकि अहिले म तपाईहरुलाई देखाउँछु, जुन हामी सिमेन्टी बनाउँछौँ त्यसको प्रत्येक घण्टाको टेस्टिङ हुन्छ। 1-1 घण्टामा त्यो टेस्ट हुन्छ। प्रत्येक घण्टामा भएको टेस्टको सिमेन्ट फेरि हामी त्यो 1 दिन बनाएको सिमेन्टी 28 दिनसम्म राख्छौँ। त्यो 28 दिनसम्म टेस्ट हुन्छ। तपाईको रिसर्च एसोसिएसनले के भन्छ भने 3 दिन, 7 दिन, 28 दिन, 3 days, 7 days, 28 days यो प्रत्येक दिन हामी बनाउँछौँ सिमेन्टी। यसलाई मोर्टार टेस्टको लागि राख्छौँ। मोर्टार टेस्ट गरेर त्यसलाई फेरि ह्युमिडिटी चेम्बरमा राख्छौँ 24 घण्टा। त्यसपछि फेरि त्यसलाई निकालेर फेरि पानीमा हाल्दिन्छौँ 28 दिनसम्म। 3 days त्यसको फुटालेर हेर्छौँ त्यसको मजबुती कति छ, 7 days को मजबुती कति छ, अनि 28 days को मजबुती कति छ। 1 दिन बनाएको सिमेन्टी 28 दिनसम्म टेस्ट। त्यसै उनीहरूले गाउँघरमा भन्छ 21 दिन छत नखोलो भनेर भन्छ। त्यसको मूल कारण त्यही हो कि यो जुन सिमेन्टी हुन्छ त्यो 28 दिनसम्म स्ट्रेन्थ गेन गरेको हुन्छ। अनि अब यो बनाउने प्रोसेस हामीलाई रा मटेरियल के चाहियो सिमेन्टी बनाउनलाई? सबभन्दा बडा तपाईको क्लिङ्कर। फेरि क्लिङ्कर बनाउने छुट्टै भट्टी हुन्छ। त्यो तपाईको 1200 डिग्री टेम्परेचर लिएर 1600 डिग्री टेम्परेचर मेन्टेन गर्छ क्लिङ्कर बनाउनका लागि। त्यो भट्टीमा 1200 देखि 1400 डिग्री टेम्परेचर मेन्टेन हुन्छ। अनि त्यो क्लिङ्कर बनाउनको लागि के चाहियो? चुनढुङ्गा। चुनढुङ्गाका नाम सुन्नुभएको छ तपाईहरुले? चुनढुङ्गा, लाइमस्टोन। लाइमस्टोन सबभन्दा बढी युज हुने लाइमस्टोन हो। लाइमस्टोन, क्ले, कोकप्रिज, आइरन डस्ट अनि बक्साइट, यो 4वटा मिसाएर हामी क्लिङ्कर बनाउँछौँ। त्यसपछि आउँछ जिप्सम, जुन हामीले प्रयोग गर्ने हो त्यो जिप्सम। हाई पर्सेन्टेज एब्सोल्युट गनिन्छ। त्यो रहेको हामी कहाँ छौँ? हामी कहाँ लाइमस्टोन त छ, तर हामी कहाँ जिप्सम छैन। हाई पर्सेन्टेज एब्सोल्युट यो हामी लाउँछौँ